हेलो हाई कस्तो हुनुहुन्छ कसैले हुनुहुन्छ होला म त कसैले छु सो अहिले म यहाँनिर बिरयानी बनाउँदैछु हाम्रो आज होल नाइट फेलोसिप छ सो त्यसको लागि खानेकुरा हामी युट्युब सबैजनाले आफ्नो आफ्नो गर्दै केही कुरा बनाइ ल्याउने भएको छौँ सो म चाहिँ बिरयानी परेको छ अनि अहिले यहाँनिर म के भन्छ यो प्याजलाई खराउँदैछु माथिदेखि खुर्नुलाई कुरुम कुरुम पनि ल त्यसो भेटौँ मेरो बिरयानी बनिसक्यो त तो कस्तो नराम्रो देखेको नि अब के गर्नु मेरो फोनको क्वालिटी चाहिँ यस्तो छ है चाख्नु ल अरू निकाल्छु यसमा के भन्नु मिठो छ मिठो छ मलाई बेसी मसला मन पर्दैन नि त बिरयानी मसला लाउनुपर्छ कि अलिकति रम लगाएर होइन रहेछ भरे भेटौँ अब त्यही त म के भनिरहेको थिएँ भने नि अघि हिजो बेलुका कस्तो गिजा दुखिरहेको थियो हिजो दिनभरि रातिसम्म नै अनि म कस्तो रेस्ट गरिरहेको थिएँ अनि अघि बिहान उठ्दाखेरि फेरि मेरो दुख्नु जाती भएको थियो अनि म त कति खुसी भएको थिएँ ओ जाती भयो भनेर अब फेरि दुख्नु थाल्यो कस्तो मजाले दुख्दो रहेछ मलाई बोल्नु पनि गाह्रो बनाउँछ कि अब टाउको दुख्नु थाल्यो प्रभुजी जबसी गाइस आइम सो सरी क्वालिटी कस्तो नराम्रो देखिरहेको होला सो या हामी होल नाइट फेलोसिपमा जाँदैछौँ तयारी सबै भइसकेर अनि आज पनि बाटो भुल्यो धन्न गुगल म्याप थियो आज जिन्दाबाद म अहिले चाहिँ म र पापा यहाँनिर म पापा छु हाम्रो मामा र बहिनी चाहिँ हाम्रो जुन बाबाहरूसँग के गइसक्नु भएको छ सेवा पनि अघि नै सुरु भइसकेको छ 8 बजी सुरु भयो नि त सो हामी लेट भएको छौँ यप अब बाटो कस्तो जुन चाहिँ आज पापको परिणाम के हुन्छ त हाम्रो जीवनमा भनेर अनि इङ्ग्लिसमा चाहिँ कन्सिक्वेन्सेस अफ सिन भनौँ न अनि कन्सिक्वेन्सको बारेमा ल्याएको छु नि सुरुवातमा म तपाईँहरूको माझमा यूहन्ना 5को 14 पदलाई म पढ्न चाहन्छु तपाईँले सिक्न सक्नुहुन्छ सुसमाचार जन च्याप्टर 5 verse 14 यूहन्ना 5को 14 पदलाई म यहाँ पढ्न चाहन्छु त्यहाँ येशू ख्रीष्टले यहाँ एउटा जालकुण्डामा हामी सबैलाई थाहा छ है यो पढेको कुराहरू हो जालकुण्डामा चाहिँ पक्षघाती चाहिँ निको भएको बारेमा छ त्यहाँनिर चाहिँ जुन चाहिँ ऊ चाहिँ 38 वर्षदेखि चाहिँ बिरामी भएको हुन्छ अनि जब ऊ निको भए पछाडि फेरि पछि चाहिँ येशूले चाहिँ मन्दिरमा भेटाउनु भएको हुन्छ है म यहाँ पढिदिनेछु यूहन्ना 5को 14 पदमा यस्तो लेखिएको छ त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेटाएर भन्नुभयो हेर तिमी निको भएका छौ फेरि पाप नगर र तिमी माथि अझ बढी खराबी आइ नपरोस् यो पद चाहिँ है जब मैले मलाई एक्सन आउँदैन आफूलाई चाहिँ कस्तो पर्नु यो त गाह्रो छ यहाँनिर क्यारेक्टर मात्रै होइन कति फ्रासहरू पनि छ ल वचनहरू तर 3टा शब्दभन्दा बेसी छैन सो राम्ररी बुझ्ने शब्दहरू मात्र होइन कति फ्रासहरू छ बाइबलको भर्सेसहरू तर 3टा शब्द बाहेक बेसी छैन ल क्रुस
हिस्ट्रीको पछि बर्निङ बुश त्यो बुश मसाको नो एक्सन नो एक्सन एकछिन म टाइमर लगाउँछु अलराइट रेडी 3 2 1 गो तीनटा वर्ड स्वर्गीय यस प्रार्थना माया धन्यवाद माया गर एकअर्कालाई प्रेम लभ इच अदर यीशु स्वर्ग गएको यता छिटिङ गर्दैछ 3 2 1 गो ओके गाडी नौका चल प्रयाला के रे नोआ नौका बनाएको नोआले के पो भन्छ जहाज नोआस आर के नोआले बनाएको दुईजना एकछिन म टाइमर लाउँछु टाइमर रेडी 3 2 1 एन्ड गो बोल्नु पाउँदैन है शिव मान्छे हो एउटा एप्पल तिमी एप्पल एउटा तिमी एउटा केटी राम्ररी सुन्नु है फेरि रुल बुझेन ला हुन्छ नि सो गेमको रुल चाहिँ के हो भनेदेखिलाई मसँग नि एउटा दुईटा तिनटा चारटा 5 वटा बाइबलको भर्स छ होइन 5 वटा बाइबलको भर्स छ अनि अब हामी विस्पर गर्छौँ कानमा यो टिमले यो टिमलाई गर्छ यो टिमले यो टिमलाई गर्छ यो टिमले यो टिमलाई गर्छ होइन भर्सको म तपाईहरुलाई मेन पोइन्ट मात्रै दिन्छु अनि मेन पोइन्टमा तपाईहरुले भन्नुहोस् होइन तर यहाँनिर चाहिँ भित्तेस काउन्ट गर्छ जसले छिटो भन्छ आएर मलाई फुट्टै भनिहाल्नुहोस् होइन यदि त्यो शब्द सही भएदेखिलाई अभियसली त्यो टिमले जो सुरुवातमा भएको त्यो टिमले पोइन्ट पाउँछ तर उहाँ छिटो आयो अनि मलाई असही उत्तर दिएन भनेदेखिलाई त्यो व्यक्तिले फेरि रिपिट स्टार्ट गर्नु पर्ने हुन्छ है त ल यो साँच्ची नै भित्तेसमा हुन्छ है त ल अब तपाईहरुको भित्तेसमा हुन्छ किनभने कति फेरि अगाडि र पछाडि पनि सजिलो छ तपाईले छिट्टो आएर तपाईको ग्रुपलाई भनिहाल्नुपर्छ म तपाईलाई सपोर्ट गरिरहेछु है हाम्रो निकिताले जन्म तपाईहरु सोचिरहेको छु रेडी अलराइट इन 3 2 1 गो भित्तेस सेम फ्रास हो एउटै फ्रास ओके तपाईहरु जान सक्नुहुन्छ भन्नु सक्छ एकछिन टाइमर म दिन्छु रेडी 1 2 3 गो अबे सानी म त के क्वेशन नाच्छु ला यस्तो पनि ठुलो बोलेको यता भन्नुपर्छ फुर्तिलो हुनुहुँदो रहेछ परमेश्वरलाई महिमा होस् अनि आज मेरो चाहिँ वर्षे परेछ यसले सबैको अगाडि मैले गरेको थिइनँ कहिले पनि अब आज गर्नेछु अनि आजदेखि नर्भस लाग्दैछ अनि म आजदेखि सुरु गर्नेछु अनि अझै मात्र इम्प्रुभ गर्दै जानेछु अनि परमेश्वर मेरो साथमा हुनुहुन्छ अनि तपाईँहरू पनि सबैजना साँच्चै नै अब हामी वर्ष गर्नु लाग्दैछौँ अनि
साँच्चै हामी प्रार्थना गर्दा गर्दै नयाँ वर्ष पनि लाग्छ होला अनि यता के हुन्छ होला तपाईँहरू एउटा साँच्चै नै हृदय लिएर चाहिँ साँच्चै नै परमेश्वरमा आउनु हामी सबै आउनु सकौँ हाम्रो हृदयदेखि भन्छु अनि हामी वर्षमा पस्नुभन्दा अगाडि चाहिँ हामी परमेश्वरलाई नाचेर गाएर उहाँको महिमा प्रशंसा गर्नेछौँ अनि हुन्छ हामी पहाड पग्लिएर भन्नुमा नाचेर गाएर उहाँको महिमा प्रशंसा गर्नेछौँ है नाचौँ है सबैजना
जतिजनाले तपाईँलाई खोज्नुपर्छ तपाईँलाई खोज्नुपर्छ किनभने प्रभुले आज त्यत्तिकै बढाउनु भएको छैन प्रभुले आज त्यत्तिकै छुट्नु भएको छैन परमेश्वर ओ यसो ओ तपाईँको पहुँचले प्रभुले आज आउँछौँ तपाईँको पहुँचले साँच्चै आज जसको निम्ति आज भनाइ चाहनुभयो देख्ने तपाईँले शक्तिहरू दिनुभएको थियो हाम्रो आँखाले पनि देख्न सकेको होस् प्रभु तपाईँको स्वर्गदूतको उपस्थितिलाई हामीले देख्न सकौँ तपाईँको सुरक्षालाई हामीले देख्न सकौँ तपाईँको वचन देहाधरी भएको हाम्रो आँखाले देख्न सकोस् यो कानले सुन्न सकोस् प्रभु भने म प्रार्थना गर्न चाहन्छु यो समयमा तपाईँको वचन चाहिँ जीवित अनि क्रियाशील समयमा बुबा र त्यो वचन चाहिँ हामीले हाम्रो आँखाले हाम्रो कानले सुन्नुपर्छ र देख्नुपर्छ तपाईँको वचन चाहिँ हाम्रो हृदयमा प्रशस्त आत्मा रोशनी गर्न त्यसको वचनमा लेखिएको छ म प्रार्थना गर्छु बुबा तपाईँको वचनले नै हाम्रो आत्मिक आँखालाई खुलाउन सक्छ प्रभु धन्यवाद छ हामी जहिले पनि शरीरमा जिउने विश्वासी भएको धेरै वर्ष भयो होला तर हामीले आत्मामा भइकन कामहरू गर्न थालौँ प्रभु हाम्रो मण्डलीमा ती कामहरू हुन सकोस् हामी प्रत्येकको जीवन Happy New Year! Happy New Year! Happy New Year! Happy New Year! Oh, मेरो कुट्टा! किता हो? Oh! Happy New Year! Happy New Year! Happy New Year, मेरी छोरी. Happy New Year, Papa! Happy New Year! Happy New Year, my dear Mama! Happy New Year! Vlog पनि गर्दै Happy New Year पनि भन्दै शिव मेरो शिवलाई कसले Happy New Year भन्नु आएन क्या Happy New Year my dear मलाई को भन्नु भएको कस्तो अल्छी भनेर पनि ल सो यो चाहिँ न्यू इयरको खानेकुरा मेक्रोनी कसले बनाउनु भयो It's pasta. कसले Kira प्रीतिले बनाएको. Okay. But I think हुन्छ होला हौ है हेर्नुहोस् अब के चाहिँ सङ्गम जुन दामी अरे एकछिन उतापट्टि छ त होला के भन्नु आउँछ ए आइमन बाङ्गा सुत्नु भयो